म अहिले कन्ज्युमर प्रोटेक्सन अफिसमा आइसकेको छु। अपडेट म अहिले एकछिनमा दिन्छु के कसो हुन्छ। सो अहिले म त अफिसमा छु। यहाँ मैले कम्प्लेन गरेँ होइन, यहाँ प्रिन्ट आउट पनि निकाल्नु भयो। अब यहाँबाट चाहिँ भन्नुभएको छ दराजको मान्छेहरू फ्रड मान्छेहरूलाई बोलाउँछन्, अनि त्यसपछि के कसो अगाडि इन्भेस्टिगेसन उनीहरूले पुरा गर्छन्। अनि अहिलेसम्म चाहिँ यति नै भन्नुभएको छ। अब यहाँको सरको वेट गर्दैछु, उहाँले चाहिँ के भन्नुहुन्छ अनि त्यसपछि म पनि दिन्छु। यो चाहिँ अस्तिको कुरा हो, यो दराजको काण्ड भएको थियो नि चाहिँ। त्यसपछि मैले भनेको थिएँ कन्ज्युमर प्रोटेक्सन अफिसमा म जान्छु भनेर मैले सुरुमै मेल गरेको थिएँ र म त्यो दिन गएँ पनि। तर त्यहाँ म चाहिँ तपाईँलाई एड्रेस पनि गरिदिन्छु होइन, लोकेसनको। र अनि यो 1137 यो चाहिँ पहिले सुनिराख्नुहोस्, 1137 यो जुन हेरिराख्नु भएको छ त्यो नम्बरमा तपाईँले कहिले पनि आफूलाई फ्रड भएको फिल भयो, कुनै पनि अब हुन्छ नि ग्राहक सेवाकर्ताबाट होइन, तपाईँले राम्ररी मजाले यसमा फोन गर्न पनि सक्नुहुन्छ। यो जुन मेल एड्रेस हेर्दै हुनुहुन्छ यसमा पनि आफ्नो कम्प्लेन राम्ररी के भएको थियो भनेर मजाले डिस्क्राइब गर्न सक्नुहुन्छ र उहाँहरूलाई पढाउन सक्नुहुन्छ। र ल अब फेरि अब मेन टपिकमा आऊ। म चाहिँ त्यसपछि गएँ होइन, बबर मलमा चाहिँ थियो अफिस यो अनि कन्ज्युमर प्रोटेक्सनको चाहिँ। अनि त्यहाँ गइसकेपछि अनि मैले जस्ट सोधपुछ अफिसमा पहिले काउन्टरमा अनि यसो यसो भएको छ, कहाँ चाहिँ मैले जानुपर्ने भनेर। अनि मलाई 206 नम्बरमा पठाउनु भयो। उहाँ चाहिँ एउटा सर भेट्नु भएछ। अनि उहाँले चाहिँ एकदमै राम्ररी पहिले कुरा सुन्नुभयो के भयो भनेर। मैले लाइक 14 डेजको रिटर्न थियो, उनी दराजले मानेको छैन भनेर डिक्लाइन गरिदियो विदाउट एनी जस्टिफिकेसन। हुन्छ नि एउटा रिजनेबल उनीहरूको आन्सर नपाएपछि अनि मान्छे यस्तो भएको आयो भनेपछि अनि उहाँहरूले अनि ओके पहिले हजुरले मेल गर्नुभएको छ भनेपछि अनि ओके मैले मेल गरेको छु। अनि मेल चेक गर्न लगाएर प्रिन्ट आउट झिकेर अनि चाहिँ हुन्छ अब यसो यसो छ के अरे हामीले उनीहरूलाई पनि फोन गर्नुपर्ने हुन्छ। उनीहरूलाई फोन गरेर कन्ट्याक्ट गरेर अनि अराउन्ड 1 विक लाग्न सक्छ, अनि तपाईँलाई हामीले कन्ट्याक्ट गर्छौँ भनेर। अनि उहाँले आफ्नो नम्बर पनि दिनुभयो। अनि अब चाहिँ कुरा यो चाहिँ छ भने अब जसले पनि होस् कि आफूलाई त्यस्तो अब ठगेको छ इ कमर्समा चाहिँ धेरै हुन्छ जस्तो यस्तो आफूलाई फिल भइरहेछ भनेपछि प्लिज रेज योर भोइस होइन, एटलिस्ट ट्राई टु डु बेटर होइन। केही तपाईँको जस्तो कि मैले यस्तो ठगेर म चुप लागेर पनि बस्न सक्दैन होइन। मैले भिडियो बनाउनुको कारण यो हो कि हाम्रो अहिले इ कमर्स धेरै नै अहिले हाम्रो देशमा चाहिँ भनौँ न चलिरहेछ होइन। अनि धेरै मान्छे अहिले डिपेन्ड पनि हुँदैछ किनकि यो इजी छ। तर यो इजीले गर्दाखेरि हामीले लाइक कतिजना ठगिन्छौँ कि, तर यो हामीले चुप लागेर बस्यो भने यिनीहरूको मन अझ मातिन्छ कि यिनीहरूले अझ बरु आफ्नो पोलिसी चेन्ज गरोस् न, बरु के चाहिँ एक्चुअल काम गरोस्। अनि यिनीहरूले चाहिँ एकदमै ठग्न खोज्छन्। सो जस्ट रेज योर भोइस होइन। अनि अब बेटर चेन्जको लागि हामीले कोसिस गर्न सक्छौँ होइन, भइहाल्यो भने त अझ राम्रो है। सो प्लिज है रेज योर भोइस, डायल 1137 कहिले पनि आफूलाई फिल भइरहेछ कि के अरे लेखेको प्राइसभन्दा बेसी अमाउन्ट प्राइस लिइरहेछ यताउति कुराहरू छ भनेपछि। अनि